एरिना हेल्थ क्लब को आज के विविध सांस्कृतिक कार्यक्रम में उपस्थित हुएका तमाम आदरणीय बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभ विजयादशमी तथा दीपावली 2064 सालको पावन अवसरमा यहाँहरूको सुस्वास्थ्य दीर्घायु उत्तरोत्तर प्रगति एवं समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। आदरणीय दर्शक महानुभावहरू, अब हामी हाम्रो कार्यक्रमलाई औपचारिक रूपले अगाडि बढाउन गइरहेका छौँ। एरिना हेल्थ क्लबको आजको यो कार्यक्रम विविध सांस्कृतिक कार्यक्रम अनि शुभकामना आदान प्रदानको यो क्षणलाई एकैछिन रमाइलो बनाउने हामी प्रयत्न गरिरहेका छौँ। आदरणीय दर्शक महानुभावहरू,
कुनै पनि कार्यक्रमलाई औपचारिक रूपले सञ्चालन गर्नुपर्छ त्यसका विभिन्न पाटाहरू हुन्छन्। ती विभिन्न पाटाहरू अन्तर्गत हामीले आज पनि विभिन्न कार्यक्रमलाई विभिन्न तरिकाले हामीले विभाजन गरेका छौँ। जस अन्तर्गत कार्यक्रमलाई औपचारिक रूपले अगाडि बढाउनु पर्ने हुन्छ। त्यसर्थ एरिना हल क्लबद्वारा आयोजित विविध सांस्कृतिक कार्यक्रममा आफ्नो सभापतिको आसन ग्रहण गरिदिनुको लागि म एरिना हल क्लबका अध्यक्ष चन्द्रमणि अर्यालजीलाई हार्दिक अनुरोध गर्दछु। सभापतिको आसन ग्रहण पश्चात अब हामी कार्यक्रमलाई पूर्ण रूपले अगाडि बढाउन गइरहेका छौँ। त्यसर्थ आजको कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनुको लागि करैया गाउँ विकास समितिका निवर्तमान अध्यक्ष केशव गेवालीजीलाई हार्दिक अनुरोध गर्दछु। प्रमुख अतिथिको आसन ग्रहणपछि कार्यक्रममा विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर एवं नेपाल क्षेत्रीय क्रिकेट संघका उपाध्यक्ष समीर खानजीलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर अतिथिको आसन ग्रहण गर्ने क्रमलाई अगाडि बढाउन चाहन्छौँ। अतिथिको आसन ग्रहण गरिदिनुको लागि अतिथि खिमानन्द नेपालीजीलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर अतिथिको आसन ग्रहण गर्ने क्रममा ईश्वरी अर्यालजीलाई आफ्नो अतिथिको आसन ग्रहण गरिदिनुको लागि अनुरोध छ। त्यस्तै गरेर अतिथिको आसन ग्रहण गर्ने क्रममा अतिथि खिमानन्द नेपालीजीलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध छ। त्यस्तै गरेर अतिथिको आसन ग्रहण गर्ने क्रममा ईश्वरी प्रसाद अर्यालजीलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि अनुरोध छ। त्यस्तै गरेर अतिथिको आसन ग्रहण गरिदिनुको लागि करैया सामुदायिक वन उपभोक्ता संघका अध्यक्ष कृष्ण पौडेलजीलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर लुम्बिनी सामाजिक संस्थाका अध्यक्ष सुरज ढकालजीलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। त्यस्तै गरेर अतिथिको आसन ग्रहण गर्ने क्रममा छविलाल अर्यालजीलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि अनुरोध छ। त्यस्तै गरेर अतिथिको आसन ग्रहण गर्ने क्रमलाई खुमानन्द घिमिरेजीलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गर्ने क्रममा शम्भु प्रसाद पराजुलीलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर अतिथिको आसन ग्रहण गर्ने क्रममा दीप आमा समूहकी अध्यक्ष सुशीला अर्यालजीलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गर्ने क्रममा बालानन्द घिमिरेजीलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गर्ने क्रममा वैकुण्ठ खनालजीलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर अतिथिको आसन ग्रहण गरिदिनुको लागि दिल्ली भण्डारीजीलाई अतिथिको आसन ग्रहणको लागि अनुरोध छ। त्यस्तै गरेर एरिना हेल्थ क्लबका सल्लाहकार लक्ष्मण खनालजीलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर एरिना हेल्थ क्लबका सल्लाहकार हरि केसीजीलाई पनि अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। अतिथिको आसन ग्रहण गर्ने क्रममा एरिना हेल्थ क्लबका सल्लाहकार टेप बहादुर केसीजीलाई पनि अतिथिको आसन ग्रहण गरिदिनुको लागि अनुरोध छ। सल्लाहकार तल भद्र अर्यालजीलाई पनि अतिथिको आसन ग्रहणको लागि अनुरोध गर्दछौँ। अतिथिको आसन ग्रहण गर्ने क्रमलाई कार्यक्रमको बीचमा पनि अगाडि बढाउनु छ र अहिलेलाई भने अतिथिको आसन ग्रहण गर्ने क्रमलाई स्थगित गर्न चाहन्छौँ। अब हामी सम्पूर्ण आमन्त्रित अतिथिगण सम्पूर्णलाई ब्याज वितरणको कार्यक्रम आएको छ। त्यसर्थ आजको यो एरिना हेल्थ क्लबबाट आयोजित विविध सांस्कृतिक कार्यक्रमको माहौलमा आमन्त्रित हुनुभएका सम्पूर्ण अतिथिगणहरू ब्याजमा उपस्थित भएका अतिथिगणहरूलाई ब्याज वितरण गरिदिनुको लागि हार्दिक अनुरोध गर्न चाहन्छु स्वयंसेवक भाइ बहिनीहरूलाई। यसै क्रममा अतिथिको आसन ग्रहण गर्ने क्रममा
पुनः एकजना अतिथिलाई मञ्चमा आमन्त्रण गर्न चाहन्छु। छविलाल अर्यालजीलाई अतिथिको आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छौँ। अहिले हामी देखिरहेका छौँ अतिथिगणलाई अतिथिको ब्याज वितरणको कार्यक्रम सकिसकेको छ। अब हामी अतिथिको ब्याज वितरण पश्चात सम्पूर्ण उपस्थित हुनुभएका आमन्त्रित अतिथिगण एवं सम्पूर्ण दर्शक महानुभावहरूलाई आफ्ना स्वागतमुखी शब्दसहित स्वागत मन्तव्य व्यक्त गर्नको लागि एरिना हेल्थ क्लबका सदस्य परशुराम गौतमजीलाई हार्दिक अनुरोध गर्दछु। एरिना हेल्थ क्लब स्थापना भएको प्रथम वार्षिक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम मनाउन गएको हुँदा यस कार्यक्रममा आफ्नो कामहरूलाई पनि बिर्सेर घाम भए पनि नभनेर हाम्रो कार्यक्रममा उपस्थित भई सहयोग गरिदिनु भएकोमा यहाँहरूलाई यस एरिना हेल्थ क्लब परयार विजयनगरको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट हृदयदेखि नै हार्दिक स्वागत गर्दछु। र यस एरिना हेल्थ क्लब करैया 8 विजयनगर स्थापना भएको आजदेखि पहिलो वर्ष पार गरेर दोस्रो वर्षमा पाइला चाल्दैछ। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस क्लबको बारेमा धेरै कुराहरू जानकारी नभएको पनि छैन। यस क्लबले स्थापना कालदेखि अहिलेसम्म आजसम्म 1 वर्षसम्म कस्ता कार्यक्रमहरू विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि आज भोलिदेखि यस क्लब दोस्रो वर्षमा पाइला चाल्दैछ र आगामी दिनहरूमा पनि यहाँहरूले यस क्लबलाई यस्तै माया सल्लाह सुझावहरू दिई हामीलाई सहयोग गरिदिनुहुनेछ भन्ने पूर्ण आशा राख्दछौँ। दाजुभाइ तथा दिदीबहिनीहरू, यस क्लबको प्रथम वार्षिक उत्सव तथा बृहत सांस्कृतिक कार्यक्रममा उपस्थित भएर यहाँहरूलाई धन्यवाद दिन पनि दिँदा पनि एकचोटि दुईचोटि भनेर नि नपुग्ला जस्तो लाग्छ मलाई। र साथसाथै नेपालीहरूको महान पर्व विजय दशमी तथा शुभ दीपावलीको पावन अवसरमा एरिना हेल्थ क्लब करैया 8 विजयनगरको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यहाँहरूको उपस्थितको लागि पुनः एकपटक धन्यवाद दिँदै फेरि एकपटक यहाँहरूलाई यस कार्यक्रममा स्वागत गर्दै म यहाँहरूबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार। धन्यवाद। एरिना हेल्थ क्लबका सदस्य परशुराम गौतमजीलाई। आदरणीय दर्शक महानुभावहरू, स्वागत मन्तव्य पश्चात हामी कार्यक्रमलाई पुनः अगाडि बढाउन चाहन्छौँ। आजको यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण दर्शक महानुभावहरू, सम्पूर्ण अतिथिगणहरू सम्पूर्णलाई स्वागत पश्चात अब शुभकामना मन्तव्यलाई अगाडि बढाउन चाहन्छौँ। त्यसर्थ आफ्नो छोटो समयमा शुभकामना मन्तव्य व्यक्त गरिदिनुको लागि म एरिना हेल्थ क्लबका सल्लाहकार बालानन्द घिमिरेजीलाई हार्दिक अनुरोध गर्दछु। यस क्लबको वार्षिक उत्सवको उपलक्ष्यमा यस आयोजक समितिले यहाँ मलाई 2 शब्द बोल्न दिनुभएकोमा धन्यवाद टक्राउँदै र मैले सानो छोटकरीमा केही कुरा राख्न चाहन्छु। र यस क्लबका अब विभिन्न उद्देश्यहरू
अब काम कर्तव्यहरू अहिलेसम्मका अप्ठ्यारा गौडाहरू पार गर्दै 1 वर्ष पार गरेर दोस्रो वर्षमा प्रस्थान गरेकोमा यस क्लबलाई पनि बधाई दिँदै र आगामी दिनहरूमा पनि यसै गरी यस समाजलाई केही अग्रसरता दिन र यो समाजलाई डोर्याउनको लागि यो क्लबले अग्रसरता देखाओस्। यहाँका विकृति विसङ्गतिहरूलाई हटाउने कुरामा यस क्लबले आफ्ना सक्दो प्रयास गरेर र यस क्लबका चाहिँ प्रतिनिधिहरूले पहिला आफू सुध्रेर अनि अरूलाई सुधार्ने प्रयास गर्नेछन् भन्ने मुख्य मेरो आशय हो र अथवा क्लबका प्रतिनिधिहरूले मात्रै केही गर्न सक्लान् अथवा नसक्लान् र हामी सबैले यस क्लबको लागि सहयोग गर्नुपर्ने आवश्यकता छ र सबै जनाले सहयोग गर्यो भने पक्कै पनि यहाँका विसङ्गतिहरू विकृतिहरू हट्नेछन् र यस क्लबले अगाडि राम्रा राम्रा कामहरू गर्दै जानेछ र यस क्लबलाई सहयोग सल्लाह सुझाव अब दिने थुप्रै दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ र यस क्लबले आगामी दिनहरूमा पनि यस्तै राम्रा कामहरू गर्दै जाओस् र यहाँका विकृति विसङ्गतिलाई हटाएर यहाँका विकृतिहरूसँग जुधेर बाजेर अगाडि जाओस्। त्यसमा मेरो आफ्नो सक्दो सहयोग गर्नेछु र अरू दाजुभाइहरूलाई पनि सहयोग गर्न अनुरोध गर्दै मेरा आफ्ना 2 शब्द यही टुङ्ग्याउँछु। हस्त धन्यवाद। धन्यवाद अतिथि बालानन्द गिमेजुलाई राजनगरका महानुभावहरू शुभकामना मन्तव्यको क्रमलाई पुनः अगाडि बढाउन चाहन्छु। यसै क्रममा छोटो समयमा आफ्ना शुभकामना मन्तव्य व्यक्त गरिदिनुको लागि करैया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष एवं एरिना हेल्थ क्लबका सल्लाहकार कृष्ण पौडेलजीलाई आफ्ना शुभकामना मन्तव्यको लागि हार्दिक अनुरोध गर्दछु। आज यस करैया गाविसको वार्ड नम्बर 8 स्थित दीपनगरमा 1 वर्ष अगाडि स्थापना गरेर वार्षिक कार्यक्रम मनाउन गएको यस एरिना हेल्थ क्लबलाई म आफ्नो व्यक्तिगत तर्फदेखि र करैया सामुदायिक 1/9 को तर्फदेखि हार्दिक शुभकामना दिन चाहन्छु। साथै उपस्थित सबैमा भर्खरै नजिकै आउन लागिरहेको शुभ दीपावली र बडा विजयादशमीको शुभ मङ्गलमय तरिकाले सबैको दिन बितोस् भन्ने शुभकामना दिन चाहन्छु र साथसाथै यस एरिना हेल्थ क्लबले यस 1 वर्षको अन्तरालमा थुप्रै कामहरू गरेको कुरा हामी सबैलाई सर्वङ्ग थाहै भएको कुरा हो र मानिस जबसम्म स्वस्थ रहन सक्दैन, स्वस्थ हुँदैन, तबसम्म समाजलाई पनि स्वस्थ परिवर्तन गर्न कठिनाइ हुने उद्देश्यको साथमा यस एरिना हेल्थ क्लब अगाडि बढेकोमा यसलाई हामी सबै गाउँका बुद्धिजीवीहरूको तर्फबाट सहयोग हुनुपर्नेछ भन्ने कुरा राख्न चाहन्छु र साथसाथै आगामी दिनमा
हामी सबैबाट सहयोग रहनेछ र यस क्लबको उत्तर प्रगतिको कामना गर्दै म शुभकामनाका 2 शब्दहरू केही अन्त्य गर्दछु। हस्त सबैलाई नमस्कार। शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा फेरि मञ्चमा आमन्त्रण गर्न चाहन्छु आजका विशेष अतिथि अर्थात् नेपाल क्षेत्रीय क्रिकेट संघका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय क्रिकेट एम्पायर समीर खानज्यूलाई आफ्ना शुभकामना मन्तव्य व्यक्त गर्नको लागि हार्दिक अनुरोध गर्दछु। सर्वप्रथम म हाम्रो राष्ट्रिय पर्व दशैं र तिहारको मङ्गलमय हार्दिक शुभकामना सम्पूर्ण उपस्थितिमा टक्राउन चाहन्छु। वास्तवमा स्वस्थ मानिसले नै समाजमा परिवर्तन ल्याउन सक्छ, यो उत्कृष्ट नारा आफैमा उत्कृष्ट रहेको छ। स्वस्थ बिना कुनै पनि काम असम्भव जस्तो छ। यस क्लबले जुन यो विभिन्न प्रतियोगिताहरू आयोजना गरेर आफ्नो वार्षिक उत्सवको अवसरमा एउटा अवश्य पनि यस भेगमा एउटा सराहनीय कार्य गरेको छ। हुन त हामी खेलकुदसँग विशेष गरेर क्रिकेट खेलसँग सम्बन्धित व्यक्ति हौँ, त्यही पनि म तपाईहरूको यही भेगमा नवज्योति इङ्ग्लिस बोर्डिङ स्कुलसँग पनि आबद्ध रहेको हुनाले यस कार्यक्रममा सम्मिलित हुन पाउँदा निकै नै हर्षित भएको छु। यस कार्यक्रमको अलावा क्लबले आगामी दिनहरूमा खेलकुद प्रतियोगिता र विशेष गरेर क्रिकेट प्रतियोगिताहरूको आयोजना गर्ने आशा राखेका छौँ र यदि खेलकुद प्रतियोगिता क्रिकेट प्रतियोगिताहरूको आयोजना गरियो भने क्षेत्रीय क्रिकेट जिल्ला क्रिकेट सङ्घको तर्फबाट सङ्घले पनि भरमग्दुर प्रयास र सक्दो सहयोग सल्लाह सुझाव दिने छ। आजको यस कार्यक्रममा विशिष्ट अतिथिको रूपमा मलाई आमन्त्रित गरिएकोमा म कृतज्ञता ज्ञापन गर्न चाहन्छु आयोजक पक्षलाई र यो कार्यक्रम सफल होस् भन्ने शुभकामना पनि दिन चाहन्छु। त्यसैगरी यस एरिना हेल्थ क्लबले उत्तरोत्तर प्रगति गरोस् भन्ने शुभकामना पनि दिन चाहन्छु र अन्त्यमा पुनः एकपटक दशैं र तिहारको मङ्गलमय हार्दिक शुभकामना टक्राउँदै यहाँहरूबाट बिदा हुन्छु। हवस् त, धन्यवाद। नेपाल क्षेत्रीय क्रिकेट संघका उपाध्यक्ष एवं कार्यक्रमका विशिष्ट अतिथि अगामी मन्तव्यको क्रममा आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नको लागि आजको कार्यक्रमका प्रमुख अतिथि केशव गेवालीजीलाई हार्दिक अनुरोध गर्दछु। सभापतिज्यू, विशिष्ट अतिथिज्यू, मञ्चमा आसीन हुनुभएका अन्य अतिथिज्यूहरू, पत्रकार मित्रहरू, व्यापारीहरू, उद्योगपति, कर्मचारी र अन्य महिला दिदीबहिनीहरू, सबभन्दा पहिले म एरिना हेल्थ क्लबका आयोजक मित्रहरूलाई धन्यवाद दिन चाहन्छु कि उहाँहरूले मलाई प्रमुख अतिथि बनाएर यहाँ एउटा ठुलो एउटा दायित्व बोध भएको महसुस गराउनु भएको छ र यो आफैमा जे मैले सोचेको थिएँ पत्र पाउन साथ पत्र पाइसकेपछि जस्तो किसिमको मस्तिष्क मैले तयार पारेको थिएँ तर त्यस्तो पाइनँ। त्योभन्दा धेरै उन्नत स्तरको मैले यहाँ पाएँ, धेरै व्यवस्थित मैले पाएँ र विषय वस्तुको हिसाबले अत्यन्त सामाजिक
र अत्यन्त व्यावहारिक र आवश्यक पक्षको चाहिने